afternoon. I'd like to apologize to our foreign colleagues. I think we're going to have this session in Nepali. So sabaiको सहजताको लागि. Also would like to request the organizers to provide the translation help to our foreign delegates who are here. यहाँहरु सबैलाई स्वागत छ यो आजको पहिलो सत्रमा. यो नेपाल प्रतिस्पर्धात्मक सूचकाङ्क भन्नु पर्ला नेपाल कम्पिटिटिभनेस इन्डेक्सको लागि र निपोर्ट टिमको लागि चाहिँ धन्यवाद मलाई अवसर दिनुभएकोमा. अघि डाक्टर खतिवडाले हाम्रो यो प्यानलको लागि ठ्याक्कै सेट गरिदिनु भएको छ के भने यो आजको जुन रिसर्च आयो यसको उपभोक्ताहरू यो रिसर्च कन्ज्युम गर्ने पब्लिक सेक्टर तिनैजना हामीसँग हुनुहुन्छ र हामीले चाहिँ उहाँहरूले यो रिसर्चलाई कसरी उपभोग गर्न सकिएला. नेपाल राष्ट्र ब्याङ्क, प्रदेश योजना आयोग अनि त्यसपछि राष्ट्रिय योजना आयोगले कसरी गर्न सक्ला त्यो लेन्सबाट चाहिँ बढी आजको हाम्रो छलफललाई केन्द्रित राख्नेछौँ. अघि हामीले देखिसक्यौँ नेपालको यो प्रतिस्पर्धात्मक क्षमता हेर्दै गर्दाखेरि विभिन्न प्रदेशलाई विभिन्न सूचकाङ्कहरूमा बाँडिएको रहेछ. त्यसमा पुग्दै गर्दाखेरि त्यो साँच्चीकै सान्दर्भिक छ कि छैन भनेर मैले केही सूचकहरू हेर्दै थिएँ र केही समय पहिला चाहिँ एउटा रिसर्च कम्पनीले यस्तै रिसर्च गर्दाखेरि नेपालका बहुसङ्ख्यक जनताहरू चाहिँ आफ्नो आर्थिक वृद्धि आर्थिक उन्नतिबाट खुसी छन् भनेको देखिएको थियो भने हाम्रो सर्वेमा चाहिँ त्यो पर्सेप्सन अलिकति अर्कै खालको देखेको छु मैले होइन. यसका पनि विविध आयामहरू होला नि किन भयो भनेर. यस सँगसँगै अब म सेसन अगाडि बढाउन चाहन्छु. मेरो पहिलो प्रश्न हाम्रो गिलम म्यामलाई. म्यामले राष्ट्र ब्याङ्कबाट हेर्दै गर्दाखेरि र यो साथीहरूले गर्नुभएको अध्ययनको एउटा प्रमुख सूचक चाहिँ वित्तीय समावेशीकरण वित्तीय फाइनेन्सियल एक्सेस होइन यो. अनि त्यसपछिबाट चाहिँ त्यस सँगसँगै वित्तीय अवस्थितिहरूले पनि प्रदेशहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पारेको देखिएको छ. यसमा चाहिँ अब हजुरले हेर्दै गर्दा नेपाल राष्ट्र ब्याङ्कले यसलाई कसरी हेरेको छ. राष्ट्र ब्याङ्कले साँच्चीकै यो प्रतिस्पर्धात्मक बनाउने गरी हाम्रो आफ्ना वित्तीय उपकरणहरूलाई प्रदेशहरूमा परिचालन गरेको छ कि छैन यसलाई कसरी हेरिएको छ भनेर थोरै प्रकाश पारिदिन अनुरोध गरेँ. धन्यवाद. सर्वप्रथम यो कार्यक्रममा उपस्थित हुनुभएका नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्रीज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू र हार्दिक नमस्कार छ. यो पोलिसी रिसर्च इन्स्टिच्युटले मलाई पनि यो प्यानलमा बोलाएर मेरो विचार राख्ने अवसर दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु. अब म क्वेसनतिर जान चाहन्छु. निश्चय नै नेपाल राष्ट्र ब्याङ्क सरकारको आर्थिक सल्लाहकार हो र सर्वप्रथम अब यसले प्री बजेट चाहिँ रिपोर्ट बनाउँदा सम्पूर्ण प्रदेशहरूमा गएर चाहिँ त्यो प्रदेशको समस्या के छ, चुनौतीहरू के छ चाहिँ ती सम्पूर्ण कुराहरू विश्लेषण गरेर सरकारलाई प्रादेशिक सन्तुलन कायम हुने किसिमले प्रदेशका सम्भाव्यताहरू पहिचान गरेर सो अनुरूप चाहिँ कस्ता नीतिहरू लिँदा चाहिँ राम्रो हुन्छ भन्ने त्यस्तो सन्दर्भमा सुझावहरू पनि प्रस्तुत गर्ने गरेको छ प्रत्येक वर्ष. त्यो एउटा कदम भयो भनेदेखि अब अरू चाहिँ धेरै प्रयासहरू गरेको छ. प्रदेशमा जुन पिछडिएको प्रदेशहरू त्यो प्रदेशहरूमा चाहिँ वित्तीय समावेशीकरण बढाउनका लागि चाहिँ नम्बर अफ इफोर्ट्स गरेको छ नेपाल राष्ट्र ब्याङ्कले. जस्तो कि अब सबैभन्दा महत्त्वपूर्ण त सम्पूर्ण स्थानीय तहमा पनि वित्तीय संस्थाहरूको शाखा पुग्नुपर्छ भन्ने पोलिसी लिएर चाहिँ अहिले पुर्याइसकेको अवस्था पनि छ. भर्खरै मात्रै चाहिँ यो अन्तिम ठाउँ भनौँ न 753 शाखाहरू मध्येमा लास्टको बजारको साइपालमा पनि एभरेस्ट ब्याङ्कको शाखा चाहिँ स्थापना भएर सञ्चालनमा आइसकेको अवस्था छ. त्यस्तै पनि वित्तीय संस्थाहरूले चाहिँ प्रदेशमा प्रादेशिक चाहिँ कार्यालय स्थापना गर्नुपर्ने भने अनुरूप सम्पूर्ण बैङ्क वित्तीय संस्थाहरूको डेभलपमेन्ट ब्याङ्कको एक दुईवटा बाँकी छ. अरू सबै चाहिँ ब्याङ्कहरूको प्रादेशिक कार्यालयहरू पनि खोलिसकेको अवस्था छ. नेपाल राष्ट्र ब्याङ्कले पनि आफ्ना कार्यालयहरू पनि सबै प्रदेशमा स्थापना गर्ने भने बमोजिम सुर्खेतमा पनि कार्यालय स्थापना गरेर अब सम्पूर्ण चाहिँ प्रदेशहरूमा नै आफ्नो कार्यालयको उपस्थिति जनाइसकेको अवस्था छ. अब राष्ट्र ब्याङ्कको प्रादेशिक कार्यालयहरूमा
चाहिँ रिसर्च विङ छ, त्यसले चाहिँ प्रदेशका चाहिँ भनौँ प्रदेशको योजना आयोग, प्रदेशको अरू चाहिँ मन्त्रालयहरूले चाहिँ त्यो नेपाल राष्ट्र ब्याङ्क प्रदेश स्थित कार्यालयहरूसँग समन्वय गरेर पनि चाहिँ अनुसन्धान र चाहिँ तथ्याङ्कहरू लिने कामहरू पनि भइराखेका छन्। अब यसका अलावा विपन्न वर्गको कर्जाको व्यवस्था, यस्तै सहुलियतपूर्ण कर्जाको व्यवस्था अनि अन्य प्रायोरिटी सेक्टरका कर्जाहरूको व्यवस्था, यी सम्पूर्ण व्यवस्थाहरूले चाहिँ प्रदेशमा अलिक फोकस गर्नुपर्छ भन्ने खालको चाहिँ मेसेजहरू दिइरहेका छन्। अब सम्पूर्ण डिजिटल ब्याङ्किङमा पनि नेपाल राष्ट्र ब्याङ्कले उल्लेख्य सफलता हासिल गरेको छ। डिजिटल ब्याङ्किङको त कुनै सीमा नै छैन। स्वस्थ सक्षम सुरक्षित भुक्तानी प्रणाली स्थापना गर्ने भन्ने जुन नेपाल राष्ट्र ब्याङ्कको उद्देश्य नै हो, सो अनुरूप एउटा छुट्टै पेमेन्ट विभाग पनि राष्ट्र ब्याङ्कमा छ। अब डिजिटल ब्याङ्किङतर्फ यहाँ सञ्जीवजी यहीँ हुनुहुन्छ, त्यसको चाहिँ उहाँ एकदम पायोनियर पर्सन हो। अब यो डिजिटल ब्याङ्किङको कारणले गर्दाखेरि भनौँ न कनेक्ट आइपिएस, अब यो वालेटहरू, क्युआर, यो आरटिजिएस, यी विभिन्न माध्यमहरूबाट चाहिँ यो प्रदेश भनौँ न यसमा त सीमा नै हुँदैन, भौगोलिक बोर्डरै लाग्दैन यसमा। अब क्युआर अहिले हामी सबैमा चाहिँ एकदमै पपुलर भएर गएको छ। त्यसका लागि अब ब्याङ्क एकाउन्ट चाहिँ हुनु पर्यो, ब्याङ्कमा खाता खोल्नु पर्यो। त्यसका लागि सबै मान्छेहरू चाहिँ जनताहरू अवेर भइसक्नु भएको छ। यसले गर्दाखेरि पनि प्रादेशिक सन्तुलन कायम गर्नमा यो डिजिटल जुन मुभमेन्ट हो त्यसले चाहिँ धेरै ठुलो रोल निर्वाह गरेको जस्तो लाग्छ मलाई, जसमा नेपाल राष्ट्र ब्याङ्कको अत्यन्त पोजिटिभ कन्ट्रिब्युसन छ। अब अरू कुराहरू, काठमाडौँ उपत्यकाभन्दा बाहिर 3टा शाखा स्थापना गरेपछि मात्रै काठमाडौँमा शाखा स्थापना गर्न पाइन्छ ब्याङ्क वित्तीय संस्थाको भन्ने पोलिसी लिएको कारणले गर्दाखेरि त्यसमा पनि बाहिरै स्थापना गर्दा पनि गाउँपालिकामा पनि भएको हुनुपर्छ भन्ने खालको पनि छ। तर राष्ट्र ब्याङ्कले चाहिँ धेरै किसिमका चाहिँ प्रयासहरूबाट चाहिँ गरेका छ। प्रवर्धनात्मक कार्यहरू, बैङ्किङ प्रवर्धनात्मक कार्यहरू पनि गर्ने गरेका छ। वित्तीय साक्षरताको कार्यक्रमहरू हामी प्रत्येक वर्ष प्रत्येक प्रदेशमा अझ त्यो भौगोलिक विकटता भएको ठाउँमा समेत गएर चाहिँ गर्छौँ। चाहिँ अहिले म पनि अब आगामी हप्ता जाजरकोटमा गएर गर्ने भन्ने खालको चाहिँ भइरहेको छ। अब यसमा चाहिँ अब यसबाट धेरै प्रादेशिक सन्तुलन कायम हुन्छ। त्यहाँको बिजनेस एक्टिभिटीहरू, त्यहाँको वित्तीय गतिविधिहरू, आर्थिक गतिविधिहरू अगाडि बढ्छ भन्ने चाहिँ मलाई लागेको छ। यसले पनि प्रतिस्पर्धात्मकता चाहिँ प्रदेशको बढाउनलाई मद्दत गर्छ जस्तो लाग्छ। धन्यवाद। हाम्रो साथीहरूको यो अध्ययनले नेपालमा प्रदेशहरूको यो प्रतिस्पर्धात्मक क्षमता चाहिँ आर्थिक स्थायित्व, होइन, पूर्वाधार विकास र संस्थागत क्षमता, सरकारी क्षमता सँगसँगै वित्तीय कुरा गरेको छ। यसमा चाहिँ हाम्रो राष्ट्रिय योजना आयोगमा सरहरू बस्दै गर्दाखेरि सँगसँगै अहिले चाहिँ हाम्रो 16औं आवधिक योजना पनि लागू भएको हुँदाखेरि यो 16औं आवधिक योजनाले हामीले काम गर्दै गर्दा यो आर्थिक स्थायित्व, संस्थागत क्षमता अभिवृद्धि गर्न भर्खरै आइसके बामेश्वरले गरेका प्रदेशहरूलाई चाहिँ यो आफ्नो सङ्घीय सरकारबाट चाहिँ कस्ता खालका सहयोगहरू भएका छन्, होइन, सङ्घीय सरकारले प्रदेशहरूको प्रतिस्पर्धात्मकता बढाउनको लागि चाहिँ उनीहरूसँग कसरी समन्वय गर्ने काम गरिरहेको छ? धेरै धन्यवाद निशान्तजी। सर्वप्रथम त यो एनपिआरलाई चाहिँ यो प्रतिस्पर्धा प्रोभिन्सहरूको प्रतिस्पर्धात्मक रिपोर्ट चाहिँ ब्याक टु ब्याक निकालिराख्नु भएको छ, त्यसको लागि धेरै धन्यवाद। वास्तवमा प्लानिङ कमिसनमा बसेर योजना बनाउनलाई नै हामीले चाहिन्छ। सो यु हेभ डन अन बिहाफ अफ अस एज वेल। थ्याङ्क यू भेरी मच कम्बिनेसन प्लानिङ कमिसन, धेरै राम्रो काम गर्नुभएको छ। अब अहिले नै मलाई लाग्छ हाम्रो प्रोभिन्सेसहरू त्यो लेभलमा पुगिसकेका छैन कि उनीहरूले आफै नै साधन स्रोत जुटाएर आफूहरू प्रतिस्पर्धी बनाउनु, त्यो लेभल चाहिँ अझै पुगिसकेका छैन। अहिले जति पनि मलाई लाग्छ यहाँ हामीले जुन खालको अब इन्फ्रास्ट्रक्चरको डेभलपमेन्टको, इकोनोमिक ग्रोथको जुन इन्डिकेटर्सहरू, नम्बर्सहरू अथवा प्रोभिन्सेसहरूको तलमाथि जुन ऱ्याङ्किङहरू 1 to 7हरू देखिरहेको छ, त्यसमा धेरै स्टिल दे आर डिपेन्डेन्ट अन द फिस्कल ट्रान्सफर अथवा सेन्ट्रल रेभिन्यू चाहिँ ट्रान्सफरमा धेरै जसो चाहिँ डिपेन्डेन्ट भएको देखिएको छ। त्यसैले पनि के भने हामीले चाहिँ जुन किसिमले अब संविधानले चाहिँ सङ्घीयतालाई अंगीकार गर्यो,
त्यो सङ्घीयता चाहिँ अलिकति डेभलपमेन्ट सेन्टर हो, किनभने विकासलाई जनताको नजिक लाने भने हो है। सिंहदरबार टाढा भयो, विकास चाहिँ जनताको नजिक लैजाने बनायो होइन। त्यो विकास जनताको नजिक लैजानेमा अझै पनि उनीहरूको चाहिँ निर्भरता फेरि सिंहदरबारै भइरहेछ। यो चाहिँ हामीले चिर्नुपर्ने छ एउटा है। त्यो नचिरिकन मलाई लाग्छ फेरि यो खालि के हुन्छ भने अब यो यताबाट कान समात्ने यताबाट समात्ने खालि समात्ने काम मात्रै जस्तो पनि हुन्छ जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ अलिकति ध्यान दिनुपर्ने मैले देखिरहेको छु। सेकेन्ड अब तपाईँले हाम्रो 16 प्लानको कुरा गर्नु, 16 प्लानमा 13वटा चाहिँ ट्रान्सफर्मेटिभ प्रायोरिटिजहरू छ। त्यो वान अफ देम भनेको चाहिँ एउटा चाहिँ यो प्रदेश र स्थानीय तहहरूको चाहिँ क्षमता विकास गर्ने, कम्पिटिटिभनेस गर्ने र उनीहरूलाई चाहिँ आर्थिक उपार्जनको सेन्टरको रूपमा अगाडि बढाउनु पनि हुनेछ। 13 मध्येको एउटा भनेपछि स्टेटको प्रायोरिटी हुने भयो। प्लानिङ कमिसनले पनि त्यो विषयलाई चाहिँ प्रायोरिटीमा राखेकै विषयहरू छ। र त्यसको कुरा अब स्टेटमा प्रोभिन्स मात्रै पनि भएन, त्यहाँ त म लोकल लेभलको कुरा गर्छु, किनभने खास चाहिँ अझै डेलिभरी सर्भिस डेलिभरीको पोइन्ट्सहरू चाहिँ अझै तल्लो लेभलमा पनि छ होइन। हामीले चाहिँ प्लानिङ कमिसनबाट अब प्लानिङ कमिसन चाहिँ बेसिकल्ली योजना बनाउने नीति बनाउने निकाय भएकोले आफै रिसोर्सहरू एलोकेसन त गर्दैन, तर पनि दुईवटा रिसोर्स चाहिँ अब विशेष गरेर सम्पूर्ण आयोजनाहरू पनि भन्ने चाहिँ अहिले हामीलाई अधिकार भएकोले यसलाई पनि अलिकति प्रोडक्टिभ सेक्टरमा हामीले चाहिँ त्यो इन्डिकेटर्सहरू बनाएर त्यहाँको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा र खास गरेर यो चाहिँ के अरे सम्पूरक चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा अनि विशेष चाहिँ अलिकति त्यहाँको शिक्षा स्वास्थ्य ह्युमन क्यापिटल डेभलप भन्नु पऱ्यो हामीले भन्दाखेरि त्यसरी चाहिँ दिने गरेको छ। र अर्को चाहिँ सहलगानीको पनि एउटा आइडिया चाहिँ ल्याएको थियौँ, तर सहलगानी चाहिँ कस्तो भयो भन्दाखेरि उही त्यो सम्पूरकको चाहिँ ओभरल्यापिङ जस्तो डुप्लिकेसन जस्तो भयो, त्यसको त्यति धेरै देखिएन। जति गर्दाखेरि पनि डिपेन्डेन्सी चाहिँ बढे जस्तो देखिरहेको छ। त्यसैले पनि अलिकति चाहिँ प्रोभिन्स इन्टर प्रोभिन्स चाहिँ प्रतिस्पर्धाको क्षमता बढाउनु पर्छ। र हामी यो मेसेज दिनलाई जस्तो अहिले नै पनि अहिले हाम्रो योजनाको टिम कर्णाली प्रदेशमा छ र त्यहाँभित्रको सबै पालिकाहरूसँग हामीहरूले चाहिँ उहाँहरूसँग चाहिँ छलफल गरेर अन्तर्क्रिया गर्दैछौँ र उहाँहरूलाई हामीले कम्तीमा उहाँहरूको डेटाहरू बनाउन सहयोग गऱ्यौँ। पहिला त पालिकाको प्रोफाइल छ, यो प्रोभिन्सको प्रोफाइल छ, यो त्यहाँ के हो त पोटेन्सियल, हामी प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने, हामी तुलनात्मक लाभको क्षेत्रहरू चाहिँ पहिचान गर्ने भनिरहेछौँ भने भोलि कोही पोटेन्सियल इन्भेस्टर्स एफडिआई नै लिएर म चाहिँ हाइड्रोमा लगानी गर्छु भने हामीले कहाँ जाउँ भन्ने त होइन। अथवा भोलि कसैले म एसएमइजहरूमा लगानी गर्छु कहाँ जाउँ भन्ने होइन, म अलिक बिगर इन्फ्रास्ट्रक्चर लगानी गर्छु कहाँ जाउँ। त्यो हिसाबले त्यो प्रोफाइलहरू डेभलप गर्ने र उहाँहरूले पनि पिरियडिक प्लान्सहरू ल्याउने काम चाहिँ गरिराख्नु भएको छ। तर अझै पनि हामीले चाहिँ धेरै नै अब उहाँहरूलाई प्रतिस्पर्धी बनाउनु पर्ने, यो अलिकति चाहिँ अन्तर प्रदेश प्रतिस्पर्धा होस् भन्ने किसिमले पोलिसी गराउनु पर्ने देखिन्छ। जस्तो मैले यसपालिको बजेटमा तपाईँले हेर्नुभयो भने बजेट वक्तव्यमा 7वटै प्रदेशको कुन प्रदेशलाई कुन सेक्टरमा मोबिलाइज गर्ने भनेर हामीले क्लियरली एउटा इन्डिकेसन भनौँ न तपाईँहरूको पोटेन्सियल यो छ है भन्ने हिसाबले चाहिँ त्यहाँ भनेको छ है। जस्तो एकछिनलाई कोशी प्रदेशलाई अन्नको भण्डार भन्ने कृषिमा अगाडि सारेको छ, मध्य प्रदेशमा इन्डस्ट्रिजहरू 12 वर्ष थुप्रो ठाउँहरू छ त्यो छ। अब गण्डकीमा त झन् गण्डकी त्रिभुज भनेर एकदमै एक्सलेन्ट नयाँ आइडिया हामीले भनौँ न ल्याएको छ। यस्तै किसिमको अथवा त्यहाँ टुरिज्मको पनि कुरा भयो होइन, लुम्बिनीमा चाहिँ एसएमइजहरूको लागि भनेको छौँ। कर्णालीमा हामीले चाहिँ यो हाई भ्यालु मेडिसिनल हब्सहरूको कुराहरू छ होइन, सुदूरपश्चिममा टुरिज्म लगायतको तिमीहरूको यहाँ छ भनेर अलिअलि हामीले चाहिँ गाइड गर्ने काम चाहिँ प्लानिङ कमिसनले अथवा नेपाल सरकारले त्यो पनि गरेको छ। त्यो पनि बेस्ड अन देयर पोटेन्सियल्स होइन, क्यापासिटीहरू त्यसरी गरिरहेछौँ। तर अझै पनि हामीले खोजेको जस्तो ठ्याक्कै प्रदेशको चाहिँ प्रतिस्पर्धा र यो उहाँहरूले तुलनात्मक लाभको क्षेत्र पहिचान गरेर अगाडि बढाउनलाई अझै मेहनत गर्नुपर्ने चाहिँ मैले देख्छु। र त्यसमा चाहिँ हामीले मैले भनिहालेँ अब धेरै रिपिटेसन गर्नुभन्दा पनि वान अफ द पिलर्स आउट अफ द 13 पिलर्स चाहिँ प्रोभिन्सेसहरूको क्यापेसिटी डेभलप गर्ने र उनीहरूलाई इकोनोमिक सेन्टरको रूपमा विकास गर्ने भन्ने नै छ। त्यो अनुसार चाहिँ हामीले सेन्ट्रल लेभलबाट गर्ने पोलिसी प्लानिङमा उहाँहरूलाई सपोर्ट पनि गर्ने र हाम्रै 16 योजना पनि हामीले तल धेरै कन्सल्टेटिभ सबैतिर सबै प्रोभिन्सहरूमा र अलमोस्ट अरू बिजनेस सेन्टरमा पनि पुगेर त्यो बटम अप एप्रोचमा चाहिँ योजना बनाएको छ। त्यसले गर्दाखेरि पनि मलाई लाग्छ अब गोइङ फरवर्ड चाहिँ अलिकति तिनीहरूले
अलिकति त्यसको डेलिभरी पनि इम्प्रुभ हुन्छ होला र प्रतिस्पर्धात्मक क्षमता पनि बढ्छ होला भन्ने मलाई चाहिँ आशा छ। हस् धन्यवाद सर। यो सरले अन्तर प्रदेश प्रतिस्पर्धा भन्दै गर्दाखेरि चाहिँ यो कुनै पनि प्रदेशले आफ्नो प्रतिस्पर्धात्मकता बढाउनलाई फेरि अन्तर प्रदेश समन्वयले पनि अलिकति उनीहरू बिचमा हुने यो मूल्य श्रृङ्खला जुन भ्यालु चेन भन्छौँ हामीले मूल्य श्रृङ्खला इस्टाब्लिस गर्न पनि सकिन्छ, जसले गर्दाखेरि ती दुवै प्रदेश को एक्जिस्टेन्स भएर को ग्रोथ होइन सम ग्रोथमा जान सक्छन्। त्यस्तै नकुल सरले भर्खर एउटा काम गर्नुभएको थियो यो अन्तर प्रदेश समन्वयमा। सर यो अन्तर प्रदेश समन्वय गर्दाखेरि जस्तो हुन्छ नि तपाईँको आफ्नो अनुभव अनुसार यो प्रदेशहरूको समन्वयात्मक क्रियाकलापले गर्दाखेरि चाहिँ उनीहरूको प्रतिस्पर्धात्मकतामा कसरी सुधार हुन सक्ला होइन? यो कस्ता कस्ता क्षेत्रहरू तपाईँले भेट्नु भएको छ जहाँ चाहिँ अन्तर प्रदेश समन्वय हुँदाखेरि चाहिँ उनीहरू आफू नै को ग्रोथ गर्न सक्छन्? धन्यवाद निशान्तजी। खास गरी मैले यो लुम्बिनी र गण्डकी प्रदेशको बिचमा के सम्भावना छन् भन्ने कुराको अध्ययन खास गरी दुईटा सरकारहरूको लागि हामीले एसिया फाउन्डेसनकै सहयोगमा एउटा अध्ययन मैले गरेको थिएँ। मेरो टिममा तपाईँ पनि हुनुहुन्थ्यो, अरू साथीहरू पनि हुनुहुन्थ्यो। हामीले त्यो अध्ययनमा के देखियो भनेपछि एकदम नजिकबाट हेर्दाखेरि हाम्रो संविधानले पनि त्यो प्रावधान रहेछ। अहिले प्रदेश अघि मधु सरले भने जस्तै प्रदेशहरूले पनि आफ्नो प्रतिस्पर्धा खोज्न लागे, अवसरहरू खोज्न लागे। किनभने जम्मै समानीकरण हाम्रो जो माथिको अनुदानहरूको भरमा मात्रै पर्दा हामी चल्दैनौँ है भन्ने खालको केही रियलाइजेसन भएको छ। म अब हाम्रो लुम्बिनीमा बसेर हेरेकोले त्यसको एउटा ज्वलन्त सफल उदाहरणै भन्छु म। अब यो पछि कार्यान्वयनमा कति जाला सबैभन्दा भर्खर 60 वर्ष भएले सकारात्मकबाटै सोचौँ भन्छु मैले। र लुम्बिनी प्रदेश सरकारले आफ्नो अगुवाईमा खास गरी गण्डकी र लुम्बिनी प्रदेशको बिचमा के सम्भावना छन् भनेर मुख्य हामीले गरेको अध्ययनमा 7-8वटा महत्त्वपूर्ण क्षेत्रहरू छन्। सबभन्दा ठुलो अन्तर प्रदेश समन्वयको हाम्रो संविधानले 233 दफाले स्पष्ट रूपमा लेखेको छ। त्यहाँ हामीले दुईटा प्रदेश मिलेर गर्न सक्ने सम्भावनाहरूको कुराहरू र आर्थिक र सुशासन दुवै क्षेत्रको इभन पूर्वाधारको कुराहरू त्यसमध्येमा 6-7 लिस्ट त लामो आउँदो रहेछ, त्यहाँ पनि सोध्ने लिस्ट जस्तै। तर त्यसलाई जोड्दाखेरि खास गरी हामीले 16औं आवधिक योजना र दुईटै प्रदेशले अहिले भर्खरै दोस्रो आवधिक योजना बनाएको छ। लुम्बिनी त भर्खर अस्ति विकास परिषदबाट पास मात्रै गरेको छ। पर्यटनको क्षेत्र छ, सबभन्दा दुईटै क्षेत्रको भाइबिलिटी, कृषि र कृषि प्रशोधनको कुराहरू भयो, व्यापारको कुरा, जलविद्युतको कुरा र जलविद्युतमा पनि खास गरी गण्डकीमा बढी सम्भावना छ भने लुम्बिनीमा कम छ। त्यसै गरी यो शिक्षाको छ। पाल्पा चाहिँ हाम्रो हिस्टोरिकली हब रहेछ, त्यो पहिल्यैदेखि त्यसलाई हामीले डाइल्युट गरेर तल बुटौल र पोखरा त ल्यायौँ। तर अझै पनि त्यो पाल्पाको एउटा चाहिँ इन्ट्रेस्टिङ चाहिँ तपाईँको पुरानो हिस्टोरिकल यहाँ अधिकांश त्यहाँ पहिलाका हाम्रो राष्ट्रिय स्तरकोहरू पाल्पाको हुन्छ। अब त्यसै गरी यो उद्योग उत्पादन र उद्योगको कुराहरू भयो। त्यसपछि हामीले यो म्यानुफ्याक्चरिङ खास गरी खनिज पदार्थहरूको कुराहरूमा छ। अब त्यसमा पनि हेऱ्यो भने खास गरी यो काली गण्डकी करिडोर जुन तयार भएपछि यसको नर्थ साउथ लिङ्क चाहिँ एकदम ठुलो भाइबिलिटी दुईटा प्रदेशको बिचमा देखिँदो रहेछ। र अब काली गण्डकी करिडोरमा मैले धेरै ठाउँमा अध्ययन गर्दाखेरि सोधेँ तपाईँहरू के पठाउनुहुन्छ? इन्डिया पठाउने कुरामा त सबैले केही न केही भन्नुहुन्छ, हामी फलफुल पठाउँछौँ, के अरे यहाँको जडीबुटी शालिग्राम यस्तो कुराहरू भन्नुहुन्छ, धान चामलको कुराहरू गर्नुहुन्छ। तर चाइना के पठाउनुहुन्छ कसैले केही पनि भन्न सक्यो। एउटा सानो बागलुङमा एउटा टिमले अध्ययनको बेलामा हामी के अरे राँगाको मासु पठाउने भन्नुभयो, त्यो पनि लाइटली। हुनाले हामीले यो लेभलमा मैले यहाँ कुरा गर्दाखेरि प्रदेशले सम्भावना खोजेका छन् र त्यो सम्भावनामा कसरी हाम्रो यस्ता ठुला प्रायोरिटीका प्रोजेक्टहरूमा अन्तर प्रदेशको सम्भावनाहरू जोडिन्छन् भन्ने कुरा हो। र त्यस्तो कुराहरूमा हामीले राष्ट्रिय स्तरबाट कसरी प्रायोरिटाइज गर्ने भन्ने कुरा अघि मधु सरले जोडेको कुरा जोड्न मलाई मन लाग्यो के हो भने यो त्रिभुजको कुरामा त्यहाँ गण्डकीले अलिअलि सुन्दो रहेछ, लुम्बिनीलाई थाहा पनि रहेछ राष्ट्रिय हाम्रो योजना राखेको। तर यसपालि दुईटै मुख्यमन्त्रीज्यूहरूले बकाइदा एमओयूमा साइन गर्नुभएको छ कि उहाँले के भन्नुभयो भने त्यसलाई हामीले चाहिँ यो के अरे त्रिभुजलाई खास गरी पोखरा, बुटौल र यो हाम्रो के भन्छ चितवनको हाम्रो सौरा पनि भन्न सकेला, चितवनको पर्यटनको हिसाबले तिनटै हब छ, त्यसको एउटा ठुलो सम्भावना रहेछ। त्यो एउटा भयो। अर्को अहिले कनेक्टिभिटीको कुरा हो, खास गरी एयर कनेक्टिभिटी र रोड कनेक्टिभिटी दुईटैको कुरा छ। अब रोड कनेक्टिभिटीमा पनि दुईटा प्रदेशहरूले निकै राम्रो गरेका छन्। अब एउटा सिद्धार्थ हाइवेलाई हामीले अपग्रेड गर्न सक्ने अवस्था छ स्ट्राटेजिक लोकेसनको हिसाबले भनेपछि एयर कनेक्टिभिटी अहिले पोखराबाट नेपालगञ्ज र यता भैरवा, त्यसै गरी यता तपाईँको जनकपुर, झापा र इभन सौरा चितवनमा यसरी सुरु भएको छ। त्यो सम्भावनाहरूको थुप्रै कुराहरू देखिन्छन् भनेपछि यो त्यसै गरी लुम्बिनी प्रदेशले अर्को एउटा नयाँ सुरुवात के गर्यो भने कर्णालीसँग पनि त्यो सम्भावनाहरू गर्यो।
र सम्भावनाहरूको अध्ययन गरेर दुईटा मुख्यमन्त्रीज्यूहरूले साइन गर्नुभयो। त्यो भएर प्रदेशका बारेमा यो जो कम्पिटेटिभ इन्डेक्सले जुन कुरा तपाईँहरूको यसमा लिङ्क कहाँ जोड्नु पर्ला भने यो अध्ययन गरेको म गत वर्ष पनि जयजीलाई मैले भनेको थिएँ, अलिकति हाम्रो यो प्रोभिन्सियल प्रोफाइलिङ सिस्टममा आइदिनु पऱ्यो तपाईँहरू, किनभने यो डाटा अझै त्यहाँ इम्बेडेड भइरहेको छैन एउटा। अर्को मैले देखेको अहिले प्रदेशहरूले पनि राम्रो सुरुवात गरेको छन्, आर्थिक सर्वेक्षण रिपोर्टहरू निकालिरहेका छन्। जसरी हाम्रो सङ्घीय सरकारको अर्थ मन्त्रालय निकाल्छ त्यसै गरी प्रदेशले पनि सुरुवात गरेका छन् विगत 2 वर्षदेखि 3 वर्षदेखि। त्यो आर्थिक सर्वेक्षण रिपोर्टहरूलाई पनि यसमा हेर्नु पर्यो। त्यो ग्याप देखिरहेको छ, मैले हिजो यो रिपोर्ट पढ्दै थिएँ, त्यो लिङ्क देखिरहेको छैन कि। र अब अहिले राम्रो के हो भने प्रदेशमा पहिलो आर्थिक योजना बन्दाखेरि हामीसँग तथ्याङ्कको कमी थियो र अहिले दोस्रो आर्थिक योजना बन्दाखेरि कमसेकम हाम्रो लेटेस्ट 2078 को तथ्याङ्क छ, जसले गर्दाखेरि प्रदेशको बारेमा र गाउँपालिका नगरपालिकाहरूको बारेमा नजिकको तथ्याङ्क छ। तर त्यहाँ अझै पनि चुनौती के हो भने तथ्याङ्क अघि केही प्रदेशले बनाएका छन्, केही प्रदेशले बनाएको छैन। त्यसले गर्दाखेरि यस्तो तथ्याङ्कलाई हाम्रो इन्स्टिट्युसन लिङ्क कहाँ हो त भन्ने कुरासँग जोडिनुपर्छ। नत्र भने यो प्रतिस्पर्धा के अरे यो अध्ययन गर्यो, अध्ययनलाई सरकारले कसरी बाइङ गर्छ भन्ने कुरा चाहिँ ठुलो चुनौती हो। र म आफू योजना आयोगमा बस्दाखेरि पनि लामो 1 वर्षको अनुभव के रह्यो भने त्यस्तो लामो समय पनि होइन, तर यो युनिभर्सिटी र गभर्मेन्टको स्टडीहरू बाइङ भइरहेको छैन अथवा लिङ्क छैनौँ हामी। त्यो भएर हाम्रो मुख्यमन्त्रीज्यूहरूले थुप्रै कार्यक्रम उहाँहरूको नाममा सुरु हुन्छन्, मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, मुख्यमन्त्री तपाईँको यो के अरे सुरुमा ग्रामीण विकास, त्यस्ता 3टा कार्यक्रम किन सुरु भयो किन बन्द भयो हुन्छन् भन्ने कुराहरूको त्यो अध्ययनै हुँदैन। त्यो भएर यो राम्रो सुरुवात के हो भने एकाडेमियाले गरेका लिङ्कहरू गभर्मेन्टको सिस्टममा टाइअप हुन् र यसले चाहिँ इभिडेन्स सहित के अरे सुधार्न पर्ने कुराहरू अथवा च्यालेन्ज गर्नुपर्ने कुराहरू आइदियो भने अझ राम्रो हुन्छ भन्ने हो मलाई लागेको। र अघि प्रदेशको केसमा चाहिँ यो पार्टिकुलरली जुन अन्तर प्रदेशको समन्वयको कुरा भएको छ, नत्र यो के भइरहेको थियो भने जम्मै हामी सरकार माथि मात्रै भर पर्नेछौँ, माथि त पर्नै पर्ला, तर पनि अझ थप चाहिँ आफैले चाहिँ एक्सप्लोर गर्दै राम्रो प्रयासहरू गरेका छन् भन्ने कुरा भन्न चाहन्छु। मेरो प्रश्न राष्ट्रपति निलम म्यामलाई, मैले केही समय अगाडि एउटा अध्ययन गर्दै थिएँ, अध्ययनले के देखाएको छ भने नेपालको ग्रामीण महिलाहरूमा चाहिँ यो डिजिटल ब्याङ्किङ होला, हामीले डिजिटल ब्याङ्किङ ग्रोथ त देख्यौँ, तर जब 20% मात्रै डिजिटल ब्याङ्किङ पहुँच भएको देखिएको छ। अनि अघि पनि हामीले यो तथ्याङ्क हेर्दै गर्दाखेरि यो प्रतिस्पर्धात्मकता हेर्दाखेरि यो वित्तीय अवस्था, व्यापार र श्रम बजारमा चाहिँ मधेस, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश अलिकति पछाडि परेको पनि देखियो। यो नेपाल राष्ट्र ब्याङ्कमा बसेर यहाँहरूले काम गर्दै गर्दाखेरि चाहिँ यो ग्रामीण महिलाहरू अनि ग्रामीण श्रम बजार र उहाँ ग्रामीण व्यवसायहरूलाई चाहिँ हाम्रो ओभरअल फाइनेन्सियल इकोसिस्टममा इन्टिग्रेट गर्नलाई के कस्ता पहलहरू भएका छन्? किनभने यो अब हामीले सबै ब्याङ्किङ डिजिटल भन्दै गर्दाखेरि चाहिँ पूर्वाधारका कुराहरू यसमा जोडेको अन्य पूर्वाधारहरू ती क्षेत्रमा कम छ। यो इन्टरनेटको पहुँचदेखि लिएर विद्युत सँगसँगै होइन यो ब्रोडब्यान्ड नेटवर्कहरूमा पनि पहुँच कम छ। त्यसले गर्दाखेरि चाहिँ त्यसको उल्लेखनीय योगदान कहाँनिर दियो भने महिलाहरूको वित्तीय साक्षरता कम छ, श्रम बजारमा पहुँच पनि कम छ। यसलाई चाहिँ राष्ट्र ब्याङ्कले यो समस्यालाई कसरी ट्याकल गर्दैछ होला? धन्यवाद यहाँलाई। निश्चय नै अब अघिको प्रेजेन्टेसनबाट पनि देखियो, हामी पनि स्वतः अनुमानै गर्न सक्छौँ सबै प्रदेशमा उत्तिकै लेभलको डिजिटल पार्टिसिपेसन पनि छैन, वित्तीय पहुँच पनि पुगेको छैन। अब म यहाँको क्वेसनमै कन्सन्ट्रेट हुन चाहन्छु। यहाँले आफै उत्तर पनि दिइसक्नुभयो कि किन डिजिटल चाहिँ पार्टिसिपेसन पनि लिमिटेड भयो, महिलाहरूमा मात्रै पनि होइन यो पुरुषहरूमै पनि अब कुनै प्रदेशमा चाहिँ कम नै छ अझै पनि। अब यसमा एउटा चाहिँ ब्याङ्क खाताको जो एक्सेस पनि हो, अर्को इन्टरनेटको उपलब्धता पनि भयो, अर्को एफोर्डेबिलिटीको कुरा पनि छ। चाहिँ जुन प्रत्यक्ष रूपमा गएर आय स्तरसँग नै पनि जोडिएर जान्छ। इन्टरनेट एक्सेसमा एफोर्ड गर्नै नसक्ने खालको मोबाइल स्मार्टफोनहरूमा एक्सेस गर्नै गाह्रो हुने किसिमको वर्गहरू पनि छ। त्यसमा महिला त अब झनै बढी चाहिँ त्यसमा सफल भएको हुनुहुन्छ। त्यो भएको हुनाले अब यसमा त समन्वयात्मक भूमिकाको नै अपेक्षा गर्नुपर्ने हुन्छ एउटा कुरा। अर्को अब वित्तीय साक्षरताको सम्बन्धमा चाहिँ प्रयासहरू भइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कले बैङ्क वित्तीय संस्थाहरूलाई पनि निर्देशन दिएको छ। एउटा निर्देशन नै त्यसैको लागि छ कि बैङ्क वित्तीय संस्थाहरूले आफ्नो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीको
नेट प्रफिटको 1% कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीमा र त्यसको 5% चाहिँ वित्तीय साक्षरतामा खर्च गर्नुपर्छ र प्रत्येक प्रदेशमा चाहिँ 10%ले भने गरी चाहिँ खर्च गर्नुपर्छ पनि भनेको छ। अब वित्तीय साक्षरता कसलाई दिने त भन्दाखेरि त्यसको स्टेक होल्डरहरू चाहिँ 6 वटा चाहिँ छुट्याइदिएको छ। त्यसमा एउटा महिला वर्ग पनि पर्नुहुन्छ। त्यसो हुनाले प्रत्येक प्रदेशमा गौरव गरिने कार्यक्रमहरू सञ्चालन गर्दा महिलाहरूलाई चाहिँ ठुलो सङ्ख्यामा महिलाहरूलाई पनि चाहिँ इन्भाइट गरिएको हुन्छ। अब अरू स्टेक होल्डरहरू भनेको विद्यार्थी, रेमिटेन्स प्राप्त गर्ने चाहिँ घर परिवार, किसान, यस्तो खालको चाहिँ स्टेक होल्डरहरू चाहिँ त्यहाँ चाहिँ राखिएको छ। अब प्रयासहरू अब ग्रेजुअली नै हुने हुन्। निश्चय नै अब हामीले भविष्यमा चाहिँ यो बढ्दै जानेछ भन्ने अपेक्षा गर्ने हो। अब कोभिडको कालदेखि चाहिँ यो उल्लेखनीय रूपमा बढेर गएको छ। अब त्यो इन्टरनेट एफोर्डेबिलिटी, आय स्तरमा वृद्धि, अघि भनेका जुन चाहिँ ड्रब्याक्सहरू हुन् यिनीहरूमा सुधार हुँदै गएपछि अब यसमा पनि उल्लेखनीय रूपमा चाहिँ विस्तार हुन्छ भन्नलाई सकिन्छ। राष्ट्र ब्याङ्कले आफ्नो तर्फबाट गर्न सक्ने र चाहिँ गर्न मिल्ने प्रयासहरू चाहिँ गरिराखेको छ। अब यसमा अरू स्टेक होल्डरहरूको पनि समन्वयकारी भूमिका चाहिँ हुनु पर्यो भन्ने मलाई लाग्छ। राष्ट्र ब्याङ्कले ठ्याक्कै चाहिँ के गरेछ त्यो भन्ने पनि सक्नुहुन्छ? मैले त्यो पनि भनिसकेँ यहाँलाई, वित्तीय साक्षरताका कार्यक्रमहरू चलाइराखेको छ। अघि मैले भने ब्याङ्क वित्तीय संस्थाका शाखाहरूको कुरा, एक्सेसको कुरा, तिनीहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोल खेलिराखेको छ नि त। ब्याङ्क एकाउन्ट खोल्नुपर्छ भन्ने होइन, डिजिटल ब्याङ्किङमा भएको प्रवर्धन, क्युआरका व्यवस्थाहरूले गर्दाखेरि अब अनिवार्य रूपमा खाता खोल्नुपर्ने भयो। एक्सेस त्यसै बढेर गयो, महिला होस् या पुरुष, त्यसमा त कुनै पनि बन्देज छैन होइन। अब आय स्तर बढाउन चाहिँ अब इकोनोमिक एक्टिभिटीहरू चाहिँ फ्लोरिस हुने खालको क्रियाकलापहरू ल्याउनु पर्यो। त्यसमा मैले समन्वयकारी भूमिकाको अपेक्षा गर्छु भनेर भने होइन। राष्ट्र ब्याङ्कले गरेका प्रयासहरू चाहिँ यिनै हुन्। धन्यवाद। धन्यवाद। भन्नु सर, यसमा अब नकुल सरले पनि भन्छ अन्तर्प्रदेश समन्वयको कुरा, हामीले पनि अरू धेरै समन्वयकारी सङ्घ संस्थाहरू पनि आउने भन्दा राष्ट्रिय योजना आएको छ। अब नेपालमा केन्द्रमै बसेर सबैसँग समन्वय गर्ने होइन। यसमा चाहिँ अब यो अन्तर्प्रदेश समन्वय एउटा र यो अरू चाहिँ आर्थिक विकास र यो प्रतिस्पर्धात्मकतालाई फसिलिटेट गर्ने अरू स्टेक होल्डर्सहरूलाई हरूसँगको समन्वयलाई संस्थागत गरेर त्यसलाई नीतिगत रूपमा नै अलिकति इस्टाब्लिस गर्न चाहिँ राष्ट्रिय योजना आयोगले अथवा हाम्रो केन्द्र सरकारले, सङ्घ सरकारले चाहिँ के गर्नु पर्ला, के गर्यो भने चाहिँ त्यो कुराले हामीले चाहिँ नीतिहरूमा ट्रान्सलेट गर्न सकेन सर? हस्, धन्यवाद। अब यस्तो छ तपाईँको, अब एक त मैले अघि पनि भने अलिकति हामी चाहिँ एकदमै अर्ली स्टेजमा भएकोले चाहिँ अहिले बढी चाहिँ अब यो भर्खर चाहिँ त्यो इन्स्टिट्युसन बिल्डिङको प्रोसेसमा मात्रै छौँ जस्तो लाग्छ कि। पहिला क्षमता त बनाउनु पऱ्यो नि, संस्थाहरू त बनाउनु पऱ्यो। त्यो कारणले गर्दा पनि सोचे जस्तो चाहिँ भइसकेको छैन, नम्बर 1 है। त्यो कारणले पनि के भने त्यो डिपेन्डेन्सी माथि नै हेर्ने, केन्द्रै हेर्ने, सिंहदरबार आउने, अनि अब यसो हेर्दाखेरि मुख्यमन्त्रीहरू पनि सकेसम्म काठमाडौँ नै आउने, हामीले पनि बोलाइरहने। अन्त प्रदेशमा नीति आयोग पनि भन्ने पनि छ। अनि यसो कहिलेकाहीँ हेर्छु म उपाध्यक्षजीहरू प्रायः त्यतिर भेटिरहेको हुन्छ विभिन्न कार्यक्रम, हामीले बोलाउँछौँ, अर्कोले बोलाउँछ, अर्को त्यो छ। तर मलाई चाहिँ इन एन इभल्भिङ प्रोसेस होइन। त्यो कारणले उहाँहरूले अघि जस्तो हाम्रो डाक्टर नकुलले भन्नुभयो, मलाई खुसी पनि लाग्यो। उहाँहरूले कम्तीमा प्रोफाइल बनाउनु भएको छ अनि आफ्नो पिरियडिक प्लान्सहरू बनाउनु भएको छ र त्यहाँको पोटेन्सियल के हो भनेर खोज्न थाल्नु भएको छ। जस्तो के अरे गण्डकीको र लुम्बिनीको जुन कुराहरू उहाँले गर्नुभयो, कोलाबोरेसनको कुरा, यो चाहिँ एउटा ट्रायङ्गल त वास्तवमै पोटेन्सियल रहेछ। त्यो हुन त हामीले बजेटमा लेखेका हुन्, तर उहाँहरूलाई पनि त्यो रियलाइजेसन भयो र उहाँहरूले आफ्नो चाहिँ बिट्विन 2 प्रोभिन्सेस जुन खालको एउटा एमओयू गर्नुभएको छ, द्याट इज वान अफ द पोइन्ट्स है। त्यो एरियालाई बिल्डअप गर्ने भन्ने त्यो हिसाबले चाहिँ रियलाइजेसन भएको छ। तर अलिकति स्लो मुभिङ चाहिँ देख्छु मैले होइन। र सेकेन्ड चाहिँ कस्तो भइरहेछ भने अब यो प्राइभेट सेक्टरलाई अलिकति कन्ड्युसिभ इन्भाइरोमेन्ट दिएर त्यहाँ एट्र्याक्सन गराउने भन्दा पनि सेन्टरबाटै बढी ल्याउने हो कि भन्ने खालको पनि अझै त्यो धङ्गीबाट चाहिँ हामी टाढा गइसकेका छैनौँ होइन। खासमा हुनुपर्ने के हो भने हामीले चाहिँ जस्तो हामी पढ्छौँ नि इन्डियातिर, अब आइटीमा चाहिँ हैदराबादमा उहाँ चाहिँ किन गयो भन्दाखेरि त्यहाँको के अरे बेङ्गलोरमा फलाना चाहिँ मुख्यमन्त्रीले यति दियो भन्छ है। ल कलकत्तामा चाहिँ कुन टोयोटाको बस्नु लाग्थ्यो अरे त्यहाँको मुख्यमन्त्रीले दिएन, अर्को प्रोभिन्समा गयो त्यहाँ यति दियो भन्छ। हो त्यो खोज्या हो क्या अहिले हामीले खोजेर चाहिँ त्यो हो।
तर फेरि उहाँहरूलाई भन्दा पनि कस्तो छ भने त्यो दिन पनि उहाँहरूसँग कति छ त्यो पनि हामी ठाउँमा छ। फेरि उहाँलाई चाहिँ हामी सङ्घीयता हाम्रो चाहिँ अलि हुन त कोअपरेटिभ फेडरलिजम हो होइन, तिनीहरूकै तहको चाहिँ एउटा कम्प्लिमेन्टारिटीमा चाहिँ हामीले देशलाई चाहिँ आर्थिक समुन्नति हासिल गर्ने भन्ने हो। तर पनि स्टिल जे छ त्यसैमा पनि अझै हाम्रो बिचको प्रतिस्पर्धा चाहिँ हामीले त्यो प्रतिस्पर्धात्मक क्षमता चाहिँ विकास गर्न अझै त्यो होस् न। प्रतिस्पर्धा मैले यो दिन्छु तिमी आऊ, अर्कोले यो दिन्छु तिमी आऊ होइन भन्ने सक्ने त्यो क्षमतामा चाहिँ उहाँहरूलाई पुर्याउनु पर्ने छ। र चौथो कुरा चाहिँ एउटा कस्तो छ भने अब अलिकति हामीले हाम्रो इकोनोमीको नेचर पनि हेर्नुपर्ने भयो, हाम्रो मार्केट पनि हेर्नुपर्ने भयो। त्यो कारणले गर्दाखेरि मलाई त के लाग्छ भने हाम्रो प्रोभिन्सहरूलाई मेरो चाहिँ अनुरोध पनि के हो भने प्रोभिन्समा एभाइलेबल र मेटेरियल बेस्ड इन्डस्ट्रीहरू अथवा त्यो बेसको तपाईँले माइक्रो खालको एसएमएस अब के छ त्यहाँको अथवा हाई भ्यालु लो भोल्युम खालको अलिकति चाहिँ त्यहीँको स्पेसल कुरा चाहिँ खोज्नुपर्ने देख्छु मैले। नत्र भने एक त पहिला अब इन्डिया चाइना छोडेर एफडिआई आउने भन्ने कुरा, फेरि त्यसमा नेपालै एकदमै कम भनौँ न, साउथ एसियामा आउने पनि जम्मा 0.04% मात्रै नेपालमा आउँछ। एक त त्यहीँभित्र कम छ। त्यसपछि पनि यहाँ देखिहाल्यो बागमती सधैँ थ्रुआउट अल दोज 5 years बागमती हेज बिन नम्बर 1 होइन। अलिअलि प्रोभिन्सको बायसनेस पनि रहेछ, त्यो हामीले कन्फिडेन्स बिल्डअप गर्न पनि नसकेको होला। फेरि अन्त पनि जाऊ म यो दिन्छु भन्न नसकेको त होला सबै बागमतीमा केन्द्रित भएको। नत्र त यहाँ त क्राउडेड हुनुपर्ने हो त होइन। ट्राफिक जाम भइसक्यो त मान्छेले यसो रिङ रोडतिरको साइडको बाटो खोज्नु पर्ने हो नि त होइन। त्यो अलिकति त्यो चाहिँ हामीले अझै दिन सकिरहेको छौँ। र पाँचौँ मैले एकचोटि कहिले काहीँ भन्ने पनि गर्छु कि जस्तो हाम्रो अहिले बोर्डर एरियामा यहाँ जानुभयो भने अनि त्यहाँनिर अलिअलि बोर्डर एरियामा अहिले धेरै चाहिँ यो म्यारिज भेन्यू भइरहेछ कि है। हाम्रो बोर्डर एरियाको भारतीय पक्षहरूले त्यहाँनिर आएर चाहिँ पार्टी प्यालेसहरू त्यहाँ बहुत राम्रो चाहिँ प्रगति भइरहेको देख्छु मैले। लुक एट के छ पोटेन्सियल भने के मैले होइन। त्यो हो भने त्यसलाई इन्सेन्टिभाइज गर्नुपर्ने होला। अथवा आँखा अस्पतालहरू एकदमै राम्रो मैले देखिरहेको छु होइन। हाम्रो बोर्डर एरियाबाट वास्तवमा यतातिर चाहिँ आँखाको उपचार गर्न आउनुहुन्छ, त्यो होला। अथवा भोलि अब हुन त अहिले एजुकेसनको धेरै ऊ आइरहेको छ होइन। तर अब हाम्रो चाहिँ क्लाइमेटले गर्दाखेरि हामीले अलिकति चाहिँ अलि पहाडी इलाकाहरूमा चाहिँ त्यो खालको अलिकति अलि राम्रो कम्पिटिटिभ चाहिँ युनिभर्सिटिजहरू बनाइदिन, स्कुल क्याम्पसहरू बनाउन सक्ने हो भने होइन। त्यसले चाहिँ अझै चाहिँ हामीलाई गला ह्युज पोटेन्सियल छ, ह्युज पोटेन्सियल छ। तर अझै पनि हामी के हो भने बियोन्ड त्यो थिङ्किङ चाहिँ बियोन्ड द बक्स सिंहदरबार हेर्ने काम चाहिँ बन्द गरेर म जिरोमा छु, मैले आफै बिल्डअप गर्नुपर्छ, मेरो के छ त भन्यो भने मलाई लाग्छ अझै धेरै यो चाहिँ प्रतिस्पर्धात्मक क्षमता पनि बिल्डअप हुन्छ। र हामीले जुन खालको सङ्घीयतालाई चाहिँ एउटा भनौँ न देशको इकोनोमिक डेभलपमेन्टको भेहिकलको रूपमा पनि हेरिरहेको छु, नट ओन्ली पोलिटिकल एउटा इन्स्टिट्युसन होइन, त्यो चाहिँ वास्तवमा सार्थक हुनसक्छ। तर वी सुड लुक बियोन्ड सिंहदरबार। र फेरि अर्को पनि मैले भन्नुपर्छ, हुन त हाम्रो प्रदेशको साथीहरू यहाँ हुनुहुन्न कति भन्नु, त्यो अलिक ओभरल्यापिङ र डुप्लिकेसन मात्रै भइरहेको छ कि। सरकारी संस्था खोल्नेमा चाहिँ भोटबाजी भयो, सबैलाई सल्लाहकार चाहिने भयो होइन, सबैलाई चाहिँ फलाना आयो फलाना सबै भयो। तर होइन, तर इन्भेस्टमेन्टको लागि इन्टरप्रेनरसिपको लागि त्यहीँको पोटेन्सियल खोज्नको लागि त्यही हो नि। तपाईँको गाउँ गाउँमा सिंहदरबार भने कहाँ यो मान्छेको पैसा खर्च गर्न मात्रै हो र, त्यो पावर आफ्नो एक्सप्लोर गरेर पनि त भने हो नि। त्यतातिर चाहिँ अलिकति मलाई लाग्छ हामीले वी निड मोर सच काइन्ड अफ डिस्कसन। यस्तो खालको डिस्कसन मलाई लाग्छ प्रोभिन्सको पोलिसी मेकर्सहरूसँग अझै गरेर अझै उहाँहरूलाई चाहिँ त्यो तपाईँहरूको क्षमता छ त्यो कस्तुरीले नाभी खोजे चाहिँ नभड्कादिनुहोस्, काठमाडौँतिर मात्रै नभउँदाखेरि नै सक्नुपर्ने। हस्, धन्यवाद। नकुल सर, अब ठ्याक्कै मोहन सरले एउटा क्रस रोडमा ल्याइदिनु भयो। हजुर प्रदेशमा बसेर यति पनि बनाइसक्नु भएको छ। अब यो प्रदेश स्तरमा लगायत मैत्री वातावरण बनाउनको लागि होइन, अघि सरले भनेकै प्रदेशहरूले आफैले आफ्नो प्रतिस्पर्धात्मकताका क्षेत्रहरू खोज्नलाई चाहिँ प्रदेशहरूलाई अहिले भएको अप्ठ्यारो यो केन्द्रबाट भएको नीतिगत अप्ठ्यारो हो कि प्रदेशहरूसँग भएको चाहिँ स्रोतको कठिनाइको कारणले भएको अप्ठ्यारो हो कि अथवा अब त्यो चाहिँ माथि सजिलै आउने यो
अनुदानहरूबाट अथवा केन्द्रबाटै आउने भएपछि नखोज्ने प्रदेशहरू चाहिँ अलिकति यसमा आफै तदारुक भएर आफैले चाहिँ यो एक्सप्लोर किन नगरेका हुन् अथवा चाहिँ कसरी एक्सप्लोर गर्न सक्लान् सर? यसमा अब मभन्दा मुख्यमन्त्रीहरूले अझ बढी राम्रो भन्नुला, तर मेरो आफ्नो अनुभव लिएर यो बिचमा पनि हामीले यो संसदीय समितिहरूसँग निकै नजिकबाट काम गरिरहेको छु। पूर्व प्रदेशका संसदीय समिति त्यसको सिकाइ के छ भनेपछि यो प्रदेशको एउटा त हामीले सुन्ने गरेको र भएको व्यवहार पनि त्यही हो, कानुनहरू छैनन् भनेर छौँ। र जस्तो निजामती कर्मचारी अब प्रदेशले तपाईँहरूले लेख्नुको त्यहाँ पर्फर्मेन्स क्यापासिटी डेभलपमेन्टको त्यो 4वटा सर्कलभित्र एउटा राख्नु भएको छ। अब लुम्बिनीकै हेर्नुभयो भने त्यहाँ 52% मात्रै कर्मचारी छ, अनि त्यसले डेलिभरी कहाँबाट गर्छ होइन। अनि गत वर्ष तपाईँ यो सङ्घीय सरकारलाई पनि कानुनै प्रेसरै चाहिँदो रहेछ। नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घले बाहिर आयो, आन्दोलन गर्यो, हड्कुम बजायो, उहाँहरूको समानीकरण सबै डेलिभरी दिनुभयो। अनि प्रदेशको लुम्बिनीको 2 अरब 18 करोड त दायित्व सिर्जना भयो। अब के प्रदेशका मुख्यमन्त्रीहरूले अथवा त्यहाँका मन्त्रालयहरूले पनि एडभोकेसी त्यही खालको प्रेसर गर्नुपर्ने हो त? यो त सिस्टमबाट चल्नु पऱ्यो होइन। अब प्रहरीको कुराहरू उहाँ यिनी अलिक ठुला कुरा भयो। अलिक व्यावहारिक रूपमा के रहेछ भनेपछि हाम्रो यो जुन कर प्रणाली छ त्यो कर प्रणालीमा राजस्वमा पनि प्रदेशमा ल्याकिङ छ। अब यो खालि पोलिटिकल फेडरलिजमको कुरा मात्रै नगरौँ, रेभेन्यू खास गरी हाम्रो फिजिकल फेडरलिजम एडमिनिस्ट्रेटिभ फेडरलिजमको कुरा गर्दाखेरि हाम्रो रेभेन्यू सिस्टम र अहिले कर प्रणाली अबको 10 वर्षपछि पनि बागमती त सस्टेन होला, अलिअलि गण्डकी कोशी होला, अरू बाँकी प्रदेश त हुँदैन हेर्नुहोस् होइन। यो मैले ठोकुवा नै गरिदिन्छु आजको 10 वर्षपछि मलाई यस्तै कुनै यदि बाँचेर बोलाउनु भयो भने चाहिँ हुँदैन, किनकि यो बढी कर लगाउने अधिकार तल दिनुहोस्। अनि अर्को हाम्रा प्रदेशका सभा सचिवहरू अथवा मन्त्रीज्यूहरू पनि के रहेछ भने पपुलिस्ट के एकदम होइन। डाक्टर रामचरण महत हामी गाली गर्छौँ, तर उहाँले 2-4वटा प्राइभेटाइजको इनिसिएसन नगरेको भए सायद आज यहाँ हुन्न थियो होला। अब कि मधु सरोवर जस्तै हुँदो रहेछ टप एकदम हामीलाई पहिला भन्दादेखि गर्नुहुन्थ्यो यसरी हो पैसाहरू गर्नु, त्यो सबै डिस्ट्रिब्युटेड छ। जस्तो हामीले लुम्बिनीमा यो सिमेन्ट फ्याक्ट्री के अरे उसमा 1 बोरा बराबर के अरे 1 रुपियाँ कर लगाउने बित्तिकै अदालतमा आएर मुद्दा हालिहाल्यो, त्यहाँ लगाउनु पाइयो। सामुदायिक वनको हामीले कर लगायो, त्यो सालको रुख त हाम्रै सरकारले दिएको हो नि त। म पनि वनमा काम गरेको मान्छे लामो समयसम्म। त्यो सालको रुखमा जस्ट तपाईँको 5 रुपियाँ कर लगाएको थियो, भोलिपल्ट वन महासङ्घले आन्दोलन गर्यो, त्यसको 3 दिनपछि हाम्रा सांसदज्यूहरू गएर त्यहाँ आन्दोलनमा बस्यो। अनि त्यो सरकारले कसरी गर्छ? एकदम पपुलिस्ट भयो, हामी डिस्ट्रिब्युटिभ भयौँ। अनि कर लगाउने चाहिँ कसैले पनि हामी चाहिँ चाहँदैनौँ। अनि जबसम्म कर लगाउँदैनौँ त्यो हुन्न। यो हामीले धेरै पहिला यो कर्णालीको काम गर्दाखेरि होल कर्णालीका 5 जिल्लाको बजेट भन्दा मोरङको एउटै जिल्लाको बजेट बढी थियो र मोरङको त्यस बेला कति 7वटा निर्वाचन क्षेत्र थियो, त्यसमध्ये पनि 4 नम्बर निर्वाचन क्षेत्रमा बढी बजेट थियो, किनभने त्यो बेला भरतमोहन अधिकारी अर्थमन्त्री हुनुहुन्थ्यो। अब अहिले पनि हाम्रो त्यही भयो, जो मुख्यमन्त्री छ उसको निर्वाचन क्षेत्रमा बढी बजेट जान्छ, जो सङ्घमा काठमाडौँमा अर्थमन्त्री भयो अथवा पूर्वाधार मन्त्री भयो त्यसका बजेट जान्छ। त्यो भएर हामीले डाटा बेस बजेटिङ सिस्टम अथवा प्लानिङ सिस्टम कसरी बनाउन सक्छौँ त, ताकि हाम्रो जस्तो यो तपाईँहरूको इन्डिकेटिभ अहिले के अरे यो हाम्रो कम्पिटेटिभ इन्डेक्स जस्तै योभन्दा अगाडि हामीले राष्ट्रिय योजना आयोगले एउटा ठुलो टेस्ट गर्यो नि त। हामीले के अरे यो बहुआमी गरिबीको इन्डेक्सलाई हेऱ्यौँ, नत्र मधेस त त्योभन्दा अघिसम्म मधेसलाई हामी बेटर भन्थ्यौँ नि त। त्यसपछि नै मधेस गरिबीको सूचकाङ्कमा तल आएको हो नि त। त्यस अनुसारकै सङ्घीय सरकारले बजेट एलोकेसन गर्यो त। अथवा अहिले हामीलाई म हिजो मात्रै कर्णालीमा आएको थिएँ, कर्णालीबाट आउँदाखेरि कर्णालीलाई हामीले भूगोलको हिसाबले सीमा सुरक्षा त कर्णालीकै जनताले गरेका छन् त, त्यसको लागि हामीले एडिसनल पैसा दिएका छौँ त। अथवा त्यहाँको लुम्बिनीको थारूले चाहिँ सीमा सुरक्षा त हाम्रो प्रहरीले पनि गरेको होला, त्यो सँगसँगै त्यहाँको जनताले पनि गरेका छन्, त्यसको बापत के हो त? यो कुराहरू पनि हेरौँ। अर्को एउटा मैले एकदम सम्भावना के देखिरहेको छु भने प्रदेशहरूले आफैले गर्नुपर्ने कुराहरू जस्तो नर्थ साउथसँग जहाँ जोडिएको करिडोरहरू छन्, ठुला बाटोहरू छन्, जस्तो लुम्बिनीमा हाम्रो रोल्पामा र सल्यान त अहिले कर्णालीमा भयो, हामी जबरजस्ती भूगोल छुट्याएका छौँ। लुम्बिनीमा भएको कर्णाली र रोल्पा र यो प्युठान अर्घाखाँचीमा जुन खालको बेमौसमी तरकारी हुन्छ, यो सबै तरकारीहरू तपाईँको हाम्रो इन्डिया जान्छ हेर्नुहोस् यो रेनी सिजनमा। अब अनि हामीले त्यस्तो खालको कुराहरूलाई अब प्रमोसन गर्नुपर्ने छ। जस्तो रूपन्देहीमा घाँस के अरे गाई गोरु उयोहरू डेरी उद्योगहरू खुलेको छ, घाँसहरू हामीले यो माथिबाट ल्याउन सक्छौँ सेजहरू बनाएर। यस्तो खालको कुराहरूमा अलिकति सोधेर करको प्रणालीमा सुधार गर्ने भन्ने देखिन्छ। अब अर्को कुरा रह्यो कर्मचारी साथीहरूलाई कसरी यो कन्फिडेन्समा लिएर काम गर्ने भन्ने पनि जरुरी देखियो। पोलिटिसियनहरू हामीलाई कोअपरेट गरेन भन्नुहुन्छ, उहाँहरू हामीलाई चाहिँ दुःख भयो र पोलिटिसियनले हाम्रो कुरा सुनेन भन्नुहुन्छ। अब फेरि यो संहिताको बिचको यो कन्फिडेन्स चाहिँ दुइटैको बिचको कसरी आउने हो भन्ने कुरा चाहिँ एकदमै जरुरी जस्तो लाग्छ।
अब रहेको कुरा अर्को यो प्रदेशले यहाँ काठमाडौँ आउनै पर्ने कुरा के भयो भने जस्तो हामी प्रदेशकाले पनि गत वर्षमा आफै हुँदाखेरि विशेष अनुदानको एउटा उदाहरण दिन्छु। हाम्रो लुम्बिनी न्युट्रिसनमा कमजोर थियो, हामीले स्पेसल ग्रान्ट त्यसमा माग्यौँ, सुन्दर रहेछ राष्ट्रिय योजना आयोगले अथवा हाम्रो अर्थ मन्त्रालय, त्यसमा त 21 करोड एडिसनल पैसा दिनुभयो उहाँहरूले। पैसा ठुलो होला नहोला तर त्यो न्युट्रिसनकै लागि फोकस गर्यो। अनि राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको लागि पहिला प्रदेश राजधानी गयो, त्यहाँ फोहोरको त सङ्ख्या बढ्यो, त्यो गर्दा फोहोर व्यवस्थापनको लागि विशेष ग्रान्टहरू गएको छ। तर हाम्रो पनि प्रायोरिटाइजेसन के छ, त्यो बाटोको माइन्डसेटबाट हामी अथवा पूर्वाधारको माइन्डसेटबाट प्रदेश सरकारहरू पनि माथि उठेका छैनन्। अहिले कनेक्टिभिटी ठुलो कुरा हो, त्यस सँगसँगै मानवीय विकास लगाउने कुराहरूमा कसरी हामी जान्छौँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। एउटा सानो कुरा थप्न मन लाग्यो मलाई, त्यो योगी आदित्यनाथजीले हामीलाई विषयको एक दिन भन्दै हुनुहुन्थ्यो, यो इन्डियामा गएको बेला भेट्यौँ उहाँले, हामीले खास गरी कोइलावास बोर्डरको हाम्रो आफ्नै अवसर छ, त्यो खोलाउन त त्यसलाई भन्ने हिसाबले जाँदाखेरि उहाँले के भन्नुभयो भने पहिला हाम्रो यो उत्तर प्रदेशको मान्छेहरू र बिहारको मान्छेहरू सबै हामी कहाँ चाहिँ यो भैरवा सुनौली नेपालगञ्जमा के अरे उ गर्न सपिङ गर्न आउँथ्यो अर्थतन्त्रको कुराहरू। अहिले चाहिँ ठ्याक्क रिभर्स भयो, उत्तर लखनऊमा जानुभयो ठुलो सपिङ मल छ, सबै उता जान्छ हाम्रो यहाँको मान्छेहरू। इभन अब रुपैडियाको बजार जानु त्यहाँबाट किन बाटो 6 लाइनको बाटो बनाउँदा 2 घन्टामा लखनऊ पुग्दो रहेछ मान्छेहरू, त्यो खालको छ। तर यो हाम्रोतिर सम्भावना पनि फेरि धेरै छ, लस भेगासै बनायो हुन्छ कि हाम्रो नेताहरूले पनि आँट नगर्ने हेर्नुहोस्। त्यो खास गरी क्यासिनो ऐन बनाउनलाई त प्रदेश सरकारलाई पनि छुट छ नि त, त्यो साझा अनुसूचीमा 9 मा राखिएको छ। अनि हामी चाहिँ कोही पनि प्रदेश सरकारले आजकल क्यासिनो ऐन बनाएको छैन, सबैको गुनासो के छैन, पुलिस ऐन दिएन, हामीलाई प्रहरी दिएन भन्नुहुन्छ त माथि चाहिँ। त्यो भएर क्यासिनो ऐन मात्रै बनाउनु बित्तिकै प्रदेशले आफूले क्यासिनोको ल बनाउनु, अहिले तपाईँ हेर्नुहोस् त्यो हाम्रो बोर्डरका अलमोस्ट तपाईँको राम्रा होटल 4 स्टारसम्मका होटलहरूमा क्यासिनो खेल्न आउनेहरू छन्। अब त्यसमा अर्को कानुन पनि अब यहाँनिर अब सङ्घीय सरकार, यहाँ हाम्रो दिपेन्द्र सर मधुस थुप्रै साथीहरू पोलिसी मेकरहरू हुन्छ, हजुरले एउटा दुईवटा कुरा पनि हेर, हाम्रो इन्डियन उहाँहरू आउँदा 25,000 रुपियाँभन्दा बढी भारू लिएर आउन सक्दैन इकोनोमिकको हिसाबले पनि। त्यो कुरालाई कसरी हामीले चाहिँ सहजीकरण गर्न सक्छौँ, कन्ट्रोल गरौँ, उनीहरूको के अरे शान्ति सुरक्षाको कुरा होला त्यसलाई ठिक छ, त्यसलाई पनि हामी ध्यान दिउँ। तर हाम्रो बिजनेस प्रमोट गर्ने कुरामा त हामी पनि अलिकति चलाक हुनु पऱ्यो नि त, स्टेटले पनि सहजीकरण चाहिँ गर्नुपर्ने हो कि भन्ने कुरा चाहिँ मलाई लाग्छ। धन्यवाद नकुल सर। मेरो अर्को अब हामी यो अन्तिम राउन्डको प्रश्नहरूमा छौँ, यसपछि चाहिँ हाम्रो अडियन्ससँग पनि केही प्रश्नहरू छ भने यहाँ आफ्नो प्रश्न तयार गर्नु होला। मेरो प्रश्न निलम म्याडमलाई अर्को चाहिँ हाम्रो अध्ययन यो किताब आज लन्च भएको किताबको एउटा ठुलो च्याप्टर चाहिँ नेपालको यो अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गर्दाका चुनौतीहरू यसले विषयमा छ। यसले यो चुनौती अवश्य पनि हाम्रो प्रतिस्पर्धात्मकतामा त असर पारेर देखिएको छ। ओभरअल ट्रेड कम्पिटेटिभनेस 4.2 जस्तो लाग्छ होइन सर हाम्रो त्यो इम्प्याक्ट। तर अब यस सँगसँगै नेपाल राष्ट्र ब्याङ्क चाहिँ नेपाल सरकारको मौद्रिक सल्लाहकार पनि भएको भएर नेपाल राष्ट्र ब्याङ्कले सरकारलाई चाहिँ के कस्ता क्षेत्रहरूमा यो हामी विकासशील मुलुक हुँदै गर्दाखेरि चाहिँ वित्तीय पहुँच वित्तीय सुधारमा चाहिँ कस्ता सुझावहरू दिएको छ, दिनुपर्ने हो, यसलाई चाहिँ राष्ट्र ब्याङ्कको तर्फबाट चाहिँ कसरी हेरेको छ? यो वित्तीय क्षेत्र भन्दा तपाईँलाई वित्तीय क्षेत्र भन्दा पनि अलिक व्यापक कुरा हो यो होइन। यसमा चाहिँ वित्तीय क्षेत्रको मात्रै भन्दा पनि अघि पनि मैले भने सम्पूर्ण क्षेत्रहरूको बिचमा इकोनोमीको हरेक स्टेक होल्डरहरूको बिचमा चाहिँ कोअर्डिनेसन हुनु पर्यो र चाहिँ त्यसको चाहिँ लिड रोल गभर्मेन्टले खेल्नुपर्ने त्यो त छँदैछ। अब एलडिसीमा ग्रेजुएट भइसकेपछि हामीले पाउने खालका सुविधाहरू जुन भनौँ न हरेक क्षेत्रमा के कस्तो कन्सेसनहरू पाइराखेका हुन्छ त्यो कन्सेसनहरू पनि अलिक चाहिँ हट्ने हो कि अथवा कम हुने हो कि भन्ने खालको कुराहरू भइराखेको छ। त्यसो हुँदा अब हामीले हरेक क्षेत्रमा आफूलाई विकास गरेर लानु पर्यो, प्रतिस्पर्धात्मक क्षमता बढाएर लानु पर्यो, उत्पादनशील गतिविधिहरू बढाएर लानु पर्यो। मुख्य रूपमा भन्ने हो भने अघि मधु सरले भन्नुभएको जस्तो कम्पेरेटिभ एडभान्टेजको चाहिँ वस्तुहरू पहिचान गरेर वस्तु सेवा भनौँ पहिचान गरेर उत्पादन अभिवृद्धिमा नै लाग्नुपर्ने हुन्छ। हामी आफ्नो उत्पादनमा चाहिँ स्ट्रङ भएनौँ भनेदेखि भनौँ न अब आयातमा पनि हामी चाहिँ अरू देशहरूमै निर्भर गरिरहेका छौँ, निर्यात हाम्रो विक छ।
त्यसो हुनाले यिनै दुईटा कुरामा चाहिँ हामीले सुधारको बिन्दु खोज्नुपर्छ जस्तो मलाई लाग्छ। यिनै दुईटा कुराले चाहिँ हामीलाई चाहिँ माथि पुर्याउने हो। त्यसो हुँदा ग्रासरुट लेभलमा हामीले जति कुरा गरे पनि हामीले कुराभन्दा काम धेरै गर्नुपर्ने अवस्था छ र चाहिँ काम पनि ग्रासरुट लेभलबाटै सुरु गर्नुपर्ने अवस्था छ। आफ्नै गरेछा बारीमा पनि भनौँ 2 गेडा उत्पादन गऱ्यौँ भने त्यसैले पनि भ्यालु एड गर्छ चाहिँ हामीले समय खेर फाल्नुभन्दा अगाडि भने जस्तो चाहिँ लाग्छ। अब राष्ट्र ब्याङ्कले गर्ने भनेको जहिले पनि कर्जा र ब्याज दरको माध्यमबाट सपोर्ट गर्ने हो। डाइरेक्ट रियल सेक्टरमा चाहिँ राष्ट्र ब्याङ्कले प्रभाव पार्ने हो भन्दा पनि ब्याङ्क वित्तीय संस्थाहरूको माध्यमबाट चाहिँ रियल सेक्टरमा प्रभाव पार्ने हो राष्ट्र ब्याङ्कले। त्यसो हुँदा राष्ट्र ब्याङ्कले कर्जाको माध्यमबाट पनि र ब्याज दरको माध्यमबाट पनि, ब्याज दर पनि अहिले पोलिसी रेटहरूमा चाहिँ कमी गरेर राष्ट्र ब्याङ्कले ब्याज दर पनि न्यूनतम बिन्दुमा आइपुगेका छन्, कर्जाको पनि निश्चितको पनि आधार ब्याज दर पनि, र कर्जाको माध्यमबाट पनि बैङ्क वित्तीय संस्थाहरूसँग प्रशस्त मात्रामा लिक्विडिटी भएको अवस्था छ। यो अधिक लिक्विडिटीको अवस्था र न्यून ब्याज दरको अवस्थालाई निजी क्षेत्रले पनि र सार्वजनिक क्षेत्रले पनि लगानीको चाहिँ एउटा सुनौलो अवसरको रूपमा चाहिँ सदुपयोग गर्नुपर्छ भने जस्तो चाहिँ मलाई लाग्छ अहिलेको अवस्थामा। र एनआरबीको जुरिस्डिक्सनभित्र चाहिँ बसेर गर्न सकिने कुराहरू यिनै हुन्। अब धेरै क्वासी फिस्कल एक्टिभिटीमा सेन्ट्रल ब्याङ्कले जान सक्दैन, ऐनले नै रोक लगाएको अवस्था छ। त्यसो भएको हुनाले चाहिँ उत्पादनशील क्रियाकलापहरू प्रमोट गर्ने भनेको निजी क्षेत्रले नै हो। गभर्मेन्टले त्यसमा वातावरण बनाइदिने हो, फेसिलिटेट गरिदिने हो, रेगुलेटरी सपोर्ट गर्ने हो, कानुनहरूमा चाहिँ संशोधन गरिदिएर सहजीकरण गर्ने हो। अब सेन्ट्रल ब्याङ्कले मैले अघि पनि भने कर्जा र ब्याज दरको माध्यमबाट ती कुराहरूलाई चाहिँ सपोर्ट गर्ने हो। मुख्य उद्देश्य त प्राइस स्टेबिलिटी नै हो सेन्ट्रल ब्याङ्कको। सेन्ट्रल ब्याङ्कको दायरा कहाँ हो हामीले पहिला त्यो हेर्नुपर्छ। त्यो दायराभन्दा बाहिर धेरै जाऊ ठुलो भाउ भनौँ भने फेरि फाइनेन्सियल स्टेबिलिटीमा चाहिँ रिस्क आउँछ। त्यसो भएको हुनाले अब यहाँहरूले सबै कुरा चाहिँ बुझ्नु भएकै छ। मैले धेरै के भनौँ र मैले यति मात्रै भन्न चाहन्छु, यदि हामी ती कुराहरूमा अगाडि बढ्यौँ भने निश्चय नै हामी सफल भयौँ भने हामी ग्रेजुएसन भएर माथि लेभलको भएको देखिएकै राम्रो जस्तो लाग्छ मलाई। धन्यवाद। धन्यवाद। भन्नु सर, यो नेपालको यो विकासशील मुलुकमा स्तरप्रति हजुरले लामो समयदेखि नजिकबाट पनि हिँड्नु भएको छ। अब अहिले भर्खरै पनि के देखियो भने अन्तर प्रदेश यो प्रतिस्पर्धात्मकतामा त्यो अन्तर त धेरै नै छ होइन। अब यो यस सँगसँगै झन् यो हामी विकासशील मुलुक हुँदै गर्दाखेरि त कुनै प्रदेशले ठ्याक्कै लिड लिने, कुनै प्रदेश चाहिँ अझ पछाडि पर्ने पनि देखिन्छ। अब योसँग मैले हिजो हाम्रो यो एलडिसी ग्रेजुएसन स्ट्राटेजी पनि हेर्दाखेरि त्यसमा पनि खासै केही त्यो नीतिगत कुराहरू भेटिएन हुन्छ। अब यो अध्ययनलाई त्यो सँगसँगै दाँजेर हेर्दाखेरि चाहिँ अब राष्ट्रिय योजना आयोगमा बसेर योजना बनाउँदै गर्दाखेरि यो अन्तर प्रदेश अन्तर हुन्छ नि जुन ग्याप छ अहिले यो कम्पिटेटिभनेसमा, यो प्रतिस्पर्धात्मकतामा, यसलाई चाहिँ राष्ट्रिय योजना आयोगले कसरी पूर्ति गर्न सक्ला, के गर्न सकिएला हामीले यो प्रोभिन्सियल कम्पिटेटिभनेस इन टर्म्स अफ एलडिसी डेभलपिङ कन्ट्री हुँदै गर्दाखेरि। फेरि पनि धन्यवाद। अब यस्तो छ, अब एलडिसी ग्रेजुएसन चाहिँ अब हामीले हुन्छौँ भनेर कमिट गरिसक्यौँ। 2026 नोभेम्बरदेखि हामी ग्रेजुएट हुनेमा छौँ हामी। अब एउटा तपाईँलाई फन्डामेन्टली भनेन, अब वी हेभ बिन एलडिसी कन्ट्री सिन्स 1971। 50औं वर्ष एलडिसी कन्ट्री भइराख्नु भयो। नेपाल अहिले पनि वान अफ द पोरेस्ट कन्ट्री सर्भिसै होइन। हाम्रो रिकग्निसन त त्यही नै छ। त्यसमा केही सपोर्टहरू पनि भए, तर सपोर्ट भए कि अथवा डिपेन्डेन्सी बढायो त्यो पनि फेरि क्वेसनेबल छ। त्यो अलिकति ठुलो इन्क्वायरीको विषय हुन्छ होला, स्टडीको विषय हुन्छ होला। तर पनि अब युएनले नै तोकेको क्राइटेरियाजहरू 3वटा क्राइटेरियामध्ये अब हामी चाहिँ 2 चोटि ब्याक टु ब्याक हामी भनौँ न 2टामा सफल भइसकेपछि अब हामीले हुन्छ भन्ने भयो। हामीले त 12 जनामा नै हामी एलडिसी ग्रेजुएसन हुन्छौँ भनेर सायद कमिट गरिसकेका थियौँ क्या। त्यसपछि भूकम्प गयो अनि फेरि पछि अब कोभिड पनि आयो। अहिले 5 वर्ष ग्रेस पिरियड पाएको कारणले हामी 26मा गर्दैछौँ। एउटा त्यो कुरा। अब दोस्रो कुरा यहाँ एउटा के छ भने अब ग्रेजुएसन भइसकेपछि केही विषयहरू लुज त हुन्छ होइन, लुज हुन्छ। खास गरेर अब बढी इम्प्याक्ट चाहिँ ट्रेड कम्पिटिटिभनेसमा अथवा हाम्रो एक्सपोर्ट क्यापासिटीमा पर्छ भन्ने छ। $59 मिलियन बराबरको हाम्रो एक्सपोर्टै फेरि यत्रो छ कि यो त्यसलाई त्यति धेरै टाउको दुखाउनु पर्ला जस्तो लाग्दैन।
त्यो एक्सपोर्ट पनि जम्मै अब इन्डियाले अलिकति ड्युटी घटाइदियो भने पाम ओइल र सोयाबिन ओइलमा जान्छ। हाम्रो आफ्नै चाहिँ गार्मेन्ट कार्पेट हाम्रो अलिकति हाम्रो निच प्रोडक्ट्सहरू अलिकति मेडिसिनल हर्ब्सहरू अथवा हाम्रो आफ्नै चाहिँ अलिकति त्यो भित्र पनि अलि लिमिटेड छ होइन। त्यसैले र फेरि अब के छ भने केही स्किमहरू एक त हामीले 3 इयर्सको ट्रान्जिसन पिरियड पनि पाएको पनि छौँ। त्यसपछि फेरि जस्तो सबभन्दा धेरै युमा जाने भने त्यहाँ चाहिँ जिएसटी प्लस भनेर अब केही फर्दर चाहिँ केही कन्सेसन चाहिँ हामीले अझै पनि पाइराख्ने अवस्थाहरू पनि हुन्छ हुनलाई है। तर अब एलडिसी ग्रेजुएसन भइसकेपछि अब हामीले केही सर्टेन चिजहरू लुज गर्ने भएको कारणले गर्दा हामी आफै चाहिँ कम्पिटेटिभ हुनु पर्यो। हाम्रो आफ्नै क्षमता आफ्नै उत्पादन र उत्पादनशील क्षमता चाहिँ बढाउनु पर्यो भन्ने कुरामा त दुई मात्रै भएन। र जहाँसम्म प्रदेशहरूको कुरा चाहिँ यस्तो छ कि अब तपाईँले जस्तो अब अघि देखाइएको जुन 7वटा प्रदेशको 1 to 7 ऱ्याङ्किङ छ होइन। अब फेरि त लस पनि तपाईँको 1 मा बढी हुन्छ किनभने त्यो 7 पर्नेको त एक्सपोर्ट गर्ने चिज पनि त्यति छ अनि त्यसैले लस त 1 पर्ने जो छ त्यसैमा धेरै जस्तो लाग्छ मलाई होइन। अब त्यसैले यसलाई चाहिँ एउटा अपर्च्युनिटीको रूपमा इकोनोमिक ट्रान्सफर्मेसनको अपर्च्युनिटीको रूपमा चाहिँ लिनुपर्छ भन्छु म चाहिँ। अब हामीले चाहिँ अर्काको मुख ताक्नु हुँदैन भनेर अघि मात्रै एउटा न्युज पढिरहेको थिएँ के अरे युएसआइडीले चाहिँ अब आफ्नो भनौँ न कति प्रोग्राम्सहरू चाहिँ उसले डिस्कन्टिन्यू गर्ने बित्तिकै काठमाडौँ 400 घर चाहिँ अब के अरे खाली भयो भनेर भर्खरै म यहाँ बस्दा बस्दै हेर्दै थिएँ होइन। भने अब तपाईँ भन्नु न अब त्यो किसिमको चाहिँ डिपेन्डेन्सीले त हामीलाई फाइदा त गर्दो रहेछ। त्यो कारणले गर्दा पनि एक खालको अब हामीले त्यो रियलाइजेसन पनि भयो एउटा बेसिक लेभलको चाहिँ हाम्रो जस्तो खास गरेर यो अब ह्युमन क्यापिटल डेभलपमेन्टमा चाहिँ एसडिआईमा अलिकति राम्रै उन्नति भएको छ। अब इबिआईमा चाहिँ उन्नति भएको छ। अब घरिघरि किन इन्भाइरोमेन्टली पनि र इकोनोमिकल्ली पनि हामी अझै पनि हाम्रो चाहिँ एकदम फ्लक्चुएसन छ। पर क्यापिटल इन्कममा हामी एपिनेक जस्तो अझै जोड्न सकेका छैनौँ। त्यसले गर्दाखेरि अब हामीसँग चोइसै छैन कि मैले भने नि हामीसँग चोइस छैन भन्ने कुरो रियलाइजेसन चाहिँ हुनुपर्ने भएको छ। तर फेरि के पोटेन्सियल चाहिँ छ पोटेन्सियल छ। अब प्रोभिन्सहरूले यो चाहिँ अब हामीलाई जस्तो अघि तपाईँले यो ओडिएफ मोबिलाइजेसन गर्नु पर्ने कुन प्रोभिन्समा कति गइरहेछ कति गएको छ भनेर त्यहाँ देखाउनु भयो। जस्तो कर्णाली सुदूरपश्चिम अथवा मधेसमा अलिक बढी चाहिँ अलिकति यो ह्युमन डेभलपमेन्टतिरको अलिक बढी चाहिँ हाम्रो भइरहेको छ है त्यो इन्फ्रास्ट्रक्चरतिर भन्दा। किनभने इन्फ्रास्ट्रक्चरको तपाईँले हेर्नुभयो भने बागमतीमै धेरै छ गण्डकीमै धेरै छ होइन। गण्डकीको मान्छेहरू अलिक सेटिस्फाइड दिनु भएको के भने त्यहाँ कनेक्टिभिटी अलि राम्रो भएर पनि हो है। तर त्यो अलिअलि चाहिँ अब त्यो वैदेशिक सहायताहरू अलिकति घट्ने हिसाबले गर्दाखेरि चाहिँ त्यो प्रोभिन्सहरूलाई चाहिँ अलिकति मर्यादा पर्छ। तर अब त्यही भने नि अब यो फेडरल लेभलको गभर्मेन्ट स्ट्रक्चर भइसकेपछि पालिका पनि है पालिका र प्रदेशले नै त्यो मान्छेहरूलाई चाहिँ अब तिमीले चाहिँ चाउचाउ होइन कोदोको रोटी खाऊ खाजामा भन्नुपर्ने भयो कि छ नि। त्यहाँ कोदो त उत्पादन हुन्छ चाउतो उत्पादन हुन्छ मकै त उत्पादन हुन्छ। तपाईँ त्यो बाटो म मिडिल हाइवेको म चाहिँ यो पुरै चाहिँ हिँडेँ कि एकचोटि आफ्नै क्युरियोसिटीले पनि यता 5 थर चियो भन्ज्याङदेखि लिएर यता दार्चुलासम्म पुगेँ म है के गर्दाखेरि। अब जति टाढा रिमोट गयो त्यति गाडी त दिनभरिमा एउटा दुईवटा पनि भेटिँदैन कि है भेटिँदैन। अनि मान्छेहरू अब त्यो अनि यसो गाउँको लोकल पसलहरूतिर गयो भने पनि चाउमिन पाकिरहेको देख्छु चाउचाउ उमालिरहेको देख्छु है। अनि बच्चाहरूले पनि त्यस्तै खालको त्यो आइस त्यो प्लास्टिकको चुसिरहेको देख्छु है। मलाई त कस्तो विरक्त लाग्यो। हामी चाहिँ यता चाहिँ ढिँडो कहाँ खान पाइन्छ भनेर सहरतिर खोज्दैछौँ गाउँतिर चाहिँ अब त्यो खालको छ। त्यसैले यो वास्तवमा यो हाम्रो फेडरलिजम चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कन्भर्ट गर्नलाई पालिकालाई अझै है प्रोभिन्सले चाहिँ अलिकति भनौँ न ब्रिजिङ गरिदिएर पालिका र प्रोभिन्स मिलेर अब चाहिँ तिमीले आफ्नो पोटेन्सियल उनीहरू देखाइदिने प्रोफाइलहरू बनाइदिने र उनीहरू एक त आफ्नै क्यापेसिटी डेभलप गर्नु पऱ्यो। पहिला त उनीहरू प्रतिस्पर्धै छैन कि आफैसँग प्रतिस्पर्धा छ कहाँ अर्को प्रतिस्पर्धा छ आफैभित्र है। पहिला त आफैभित्र गर्नु पऱ्यो। पहिला आफू सक्सेन भएपछि बल्ल तपाईँ र म लड्ने होला नि। पहिला त मैले आफ्नो ताकत बनाउनु पर्ने होला। त्यसैले सबभन्दा पहिला त्यो सिकाउनु पर्ने देख्छु मैले। अब प्लानिङ कमिसनले के गरिरहेछ भन्नु होला।
प्लानिङ कमिसनले राम्रै गरे भए त हाम्रो 16 योजना भयो, त्यस कहाँबाट कहाँ पुग्नु पर्थ्यो होला होइन। मैले त्यो भन्नु चाहिँ मिल्दैन, थाहा छैन। तर पनि कम्तीमा एउटा स्ट्याबिलिटी चाहिँ छ, म्याक्रो स्ट्याबिलिटी चाहिँ छ। र हामीले कम्तीमा अरू केही नभए तपाईँको उहाँहरूको प्रोभिन्सहरूलाई इभन पालिका लेभलमा पनि आफ्नो प्रोफाइल चाहिँ बनाउनुहोस् भने चाहिँ के हो त यहाँ के गऱ्यो भने रोजगारी होइन युवाहरूलाई चाहिँ तपाईँको पालिकाबाट बाहिर जानलाई डिसइन्सेन्टिभाइज भएर उनीहरू इन्सेन्टिभाइज हुन्छ। के हो त त्यो बनाउनुहोस्, तपाईँको पोटेन्सियल के छ। अनि त्यहाँनिर चाहिँ अनि सेन्टरको सपोर्ट अथवा होइन अरू सपोर्टहरू खोज्नुहोस् भनेर हामीले त्यो खालको चाहिँ अलिकति त्यही भएर पनि हामी अहिले 7% पुग्ने भनेर अहिले कर्णालीमा हाम्रो टिमहरू चाहिँ पुगिरहेछ। प्लानिङ कमिसनको त्यो आफ्नो आइसोलेटेड छुट्टै त केही पनि हुँदैन, किनभने तपाईँको डेभलपमेन्ट भनेको त जबसम्म ग्रासरुट लेभलबाट ग्रोथ चाहिँ इन्हान्स हुँदैन तबसम्म हाम्रो नेसनल ग्रोथ त फेरि बढ्दै बढ्दैन होइन। त्यसैले माथिको भन्ने कुरै भएन, हामीले बनाएको 16 योजना भनेको पनि त्यो ग्रासरुट लेभलकै होइन इकोनोमिक डेभलपमेन्ट, ह्युमन डेभलपमेन्ट, इन्क्लुजनको इस्युहरू पनि छ हाम्रो। अहिले त झन् क्लाइमेटको पनि होइन क्लाइमेट रेजिलियन्स, एग्रिकल्चर सिस्टमहरू लगाउनु पर्ने, इरिगेसन सिस्टमहरू त्यसरी गर्नुपर्ने कुराहरू त्यो विषयमा चाहिँ योजना आएकै वास्तवमा त्यो रियलाइजेसन पनि छ। र हामीले उहाँहरूलाई चाहिँ त्यो विषयमा अलिकति अवेरनेस पनि गराउने र अब यो तपाईँले यसरी चाहिँ आफ्नो प्रतिस्पर्धाको पहिचान चाहिँ गर्नुपर्छ भन्ने हिसाबले हामीले चाहिँ उहाँलाई भनौँ हेल्प पनि गरिरहेछौँ। र मैले भनिहालेँ पहिला चाहिँ प्रतिस्पर्धा आफैसँग गर्नु पऱ्यो, आफै बिल्डअप हुनु पऱ्यो, त्यसपछि अनि प्रोभिन्सको अघि पनि हाम्रो कुरा हो, हाम्रो नगोजियरहरू हामीले भन्यौँ होइन 4 वर्ष त्यो। अनि त्यसपछि चाहिँ अलिक रियलाइजेसनमा चाहिँ आइरहेछ। तर अब अझै पुस्दिनु पर्ने र यो एलडिसी ग्रेजुएसनलाई चाहिँ अलिकति एउटा थ्रेडको रूपमा पनि हेर्नु पर्ने भएको तिम्रो डिस्कन्टिन्यू हुन्छ है भनेर होइन। अपर्च्युनिटी थ्रेड भइसकेपछि के हुन्छ मान्छेले अल्टरनेटिभ खोज्ने भयो, अपर्च्युनिटी यहाँनिर खोज, अब तिम्रो आफ्नै कम्पेरेटिभ एडभान्टेज त्यहाँनिर खोज, यहाँनिर गएर भन्नुपर्ने भयो। अब समस्या चाहिँ अलिअलि मलाई डर चाहिँ के छ भने एलडिसी ग्रेजुएसनपछि इम्प्लोइमेन्टमा खास गरेर यो गार्मेन्ट सेक्टरहरू भयो, पस्मिनाहरू भयो, कार्पेटहरू भयो होइन अलिअलि चाहिँ तपाईँको त्यहाँनिर चाहिँ अलिकति गर्छ। र त्यहाँ खास गरी महिलाहरू हुनुहुन्छ फेरि काम गर्नु, यो पनि चाहिँ समस्या है होइन। धेरै चाहिँ अब हामीले भन्दाखेरि 4.2% मात्रै हो इफेक्ट भन्छौँ, तर त्यो एफेक्टेड वर्ग चाहिँ अलिक सेन्सिटिभ वर्ग पनि छ। त्यो विषयमा पनि अलिकति हामीले चाहिँ त्यही भएर पनि एसएमइजहरूलाई लोकल रिसोर्सेसहरू, लोकल र मेटेरियल भएको चिजहरूलाई प्रमोट गर्ने हिसाबले गयो भने मलाई लाग्छ यो एलडिसी ग्रेजुएसनले हामीलाई अपर्च्युनिटी नै दिन्छ। सेल्फ सस्टेन हुने बाहेक चाहिँ मेक नेपाल ग्रेट अगेन भन्ने बाहेक हामीसँग अरू छ जस्तो मलाई चाहिँ लाग्दैन साथीहरू। धन्यवाद मनु सर। मलाई दिनुभएको समय 3 मिनट अगाडि बढिसक्यो। मैले प्यानलबाट फ्लोरबाट क्वेसन लिन्छु भनेको थिएँ, यो चाहिँ असमर्थ भएँ, त्यसको लागि क्षमा चाहन्छु। हाम्रो प्यानलिस्टहरू यही हुनुहुन्छ अहिले बाहिर चिया कफीमा, यहाँहरूको प्रश्नहरू सोध्नु होला। हाम्रो आजको छलफल मेरो विचारमा हामीलाई फलदायी नै रह्यो होला। हामीले मैले के निष्कर्ष निकाल्यो भने अन्तर प्रदेश समन्वयका साथसाथै यो प्रदेशहरूले आफ्नो प्रोफाइलिङ गरेर आफूसँग भएको क्षमता अभिवृद्धि गर्यो भने चाहिँ प्रदेशहरूले प्रतिस्पर्धात्मकतामा चाहिँ सुधार गर्न सक्छन् भन्ने निष्कर्ष निक्लेको छ हाम्रो यहाँबाट। यो सँगसँगै आयोजकलाई धन्यवाद दिँदै मेरो प्यानललाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।